नेपालीहरूले विदेशमा पैसा चाहिँ मस्त कमाउँछन् गाइस, दुःख गरेका छन्। 1.7 ट्रिलियन चाहिँ रेमिट्यान्सको थ्रु नेपालमा भित्रिएको रहेछ। लिगल वेज कुरा गर्दैछु है, हुन्डी पनि मान्छेहरूले युज गर्छन् जुन चाहिँ लिगल एप या लिगल वेज होइन नेपाल पैसा पठाउने। जस्तो चाहिँ ट्याप ट्याप सेन्ड चाहिँ लिगल हो गाइस। गुड रेट्स मिलेछ, फास्ट ट्रान्सफर छ अनि नो ट्रान्सफर फिज। 10 युरो बोनसको लागि चाहिँ एससिजी 10 प्रोमो कोड है त। अनि विदेशमा भएको मान्छेले दुःख गरेको छ, पैसा मस्त लाखौँमा नेपाल पठाइरहेको छ होइन। अब नेपालको जिडिपी बढाइरहेको छ तपाईँको, अनि फ्यामिलीहरूको लाइफस्टाइलहरू बढाइरहेको छ। विदेशमा भएको मान्छेले तपाईँबाट के एक्सपेक्ट गर्छन्? जस्ट नथिङ के गाइज, क्या हुन्छ नि, रेस्पेक्ट एक्सपेक्ट गर्छन् होइन। पिसफुल लाइफ होस् नेपालमा गयो बेला, या भनौँ न आफ्नो फ्यामिलीको टेक केयर त्यही नै हो। सो रेस्पेक्ट गर्नुहोस्। अनि विदेशमा भएको मान्छेले चाहिँ यसले फोन गरेन, भ्याल्यु गरेन, ठुलो मान्छे बन्यो, कमायो। हामी दुनियाँसँग लडिरहेछौँ, विदेशमा भएको मान्छेहरूले दुःख कष्ट गरिरहेछौँ गाइज होइन। सके नसके गरिकन केही भयो भने हेल्प गरिरहेछौँ फाइनेन्सियली। सो डु रेस्पेक्ट है त विदेशमा भएको मान्छेहरूलाई, त्यही नै हो गाइज। अनि ट्याप ट्याप सेन्ड युज गर्नुहोस् पैसा नेपाल पठाउनको लागि। प्रोमो कोड नबिर्सिनु होला है त गाइज, बोनसको लागि।